बेंगलोर छिरेर चाहिँ को कति कम्ती हुन्छ मेरो जिन्दगी ड्युटी त रुम टु ड्युटी होला म अब रेस्ट पाए पनि मेन्टली रेस्ट पाउँदैन त्यो भएर अहिले फेरि के अरे हस्पिटलको एक्सपेन्सहरू पनि थोरै छैन एकपल्ट बिमारी भयो भने त्यहाँ कम्तीमा पनि 10,000 15,000 नबोके त हस्पिटल नगए नि हुन्छ अनि त्यो हिसाबले हेर्दा अनि हाम्रो महिनाको पैसा त्यति बाँध्दैन नेट हो अनि अब त्यस्तै हो जो जो बस्नु हुँदैछ अब होइन प्लान बी जो राख्नु होला मनभित्र होइन यसलाई नै स्थायी सोचेर नबस्नु होला हो र अब कोही कोही आउनु चाहनु हुँदैछ भने बेङ्गलोरमा वा जुनै पनि सिटी हाम्रो इन्डियाको टप सिटी बेङ्गलोर जस्तो हैदराबाद भने चेन्नई भयो म चाहिँ साथै त्यही गर्छु कि अब एउटा एउटा स्किल चाहिँ सिकेर आउनु पर्यो र त्यसले म त गर्ने यति पैसामा भन्नु सक्छ होइन आज कुकले त्यसले म यति चाहिँ गर्दिनँ भन्न सक्दैन अनस्किल हुन सक्छ किनभने आज फ्री त केही छैन सबै पैसामा पैसा हो पानी धरी पैसा हो होइन अरू त कुरै छोडौँ अनि त काम त गर्नै पऱ्यो नत्र भने कसले राख्छ साथीभाइले 1-2 महिना राखिदियो त्यहाँदेखि गर्नै पर्ने काम त साथीभाइले कति दिन राख्छ र त्यही भएर जो आउँछ उनीहरूले एउटा स्किल सिक्नु पर्यो कि त इलेक्ट्रिसियन भयो कुक भयो होइन कि बाटोमा एक्सपिरियन्स भयो लिएर होइन यहाँ आएर भन्नु सक्नु पर्यो कि यो खालको कि मलाई यो आउँछ म यो काम गर्छु अनि त्यो त्यस्तो भइसकेपछि उसले आफूले पनि अफर गर्न सक्छ यो काम जानेको छु मैले यो गर्छु मलाई यति सेलेरी चाहिन्छ अनि त्यो त्यहाँ पनि सेलेरी हामी त अब गयो काम चाहियो काम दे ल काम गर सेलेरी उसले ऊ आफै फिक्स गर्छ हो त उपाय छ त्यो राम्रो छैन तर अब आउँदै गरेको दिदी बहिनी दाजुभाइहरूले चाहिँ त्यही सजेसन कि हामीले अब सायद हामीहरूको त्यो टाइममा त्यस्तो अप्सन पनि छैन होइन र त्यसरी हामीले यसो गर्नु पनि पाएन भेटिन पनि तर आजभोलि छ नि त अनलाइन कोर्स पाइन्छ योबाट सिकिन्छ होइन अनि यहाँ डिमान्ड पनि छ किनभने यहाँ पपुलेसन पनि धेरै छ यहाँ जे पनि चल्छ अनि त्यही अब नर्मली अब एक्जाम्पल दिने जस्तो भएर कुक अब के अरे इलेक्ट्रिसियन मात्रै नभएर त एकदम तलकै काम भयो अझै माथि छ कोही अब एचआर डिपार्टमेन्टमा भयो कतै अब होटेलको रिसेप्सनिस्ट भयो होइन कतै गएर अब त्यस्तै भित्र सिस्टमको काम व्हाइट कलर जब गर्ने जुन चाहिँ छ होइन ती सबमा पनि हामीहरू जस्तो नि अब तलको हुने त भएर त भएन नि त अहिलेको त मेजोरिटी मान्छे पढे लेखेको छ बाहिर आउने पनि ग्रेजुएसन गरेको नै प्रायः जस्तो ग्रेजुएसन गरेको नै छ अहिलेको दिनमा फिलहालको दिनमा बाहिर आउनेहरू होइन हामीहरूको पनि त्यति अब पढाइ पनि भएन होइन उनीहरूले अब यस्तो हुन्छ क्या मलाई जस्तो लाग्छ हामीहरू जुन चाहिँ लयमा छौँ अब तैँले कोही मान्छेले राइस पढेको छ भने तेरो परिचय चिना परिचय जोसँग छ जहाँ छ त्यो त्यही फिल्डमै हुन्छ माथिको फिल्डमा त हुँदैन नि हो त्यही भएर पढेको मान्छेहरूले पनि बाहिर आएर आफ्नो साथीभाइ जुन छ त्यही गरिराख्नुपर्छ क्या उसको अब स्किल वा एजुकेसन भएको पनि त्यो काम लाग्दैन अब एजुकेसन भनेको स्किल छैन नि त गाउँमा आजको दिनमा हामीहरूको टाइममा पो हो त्यति पढालेखा छैन चुका छ भने 3-4 क्लास पढ्छु तर मजाको पढाइ छु आजको दिनमा अब त्यसलाई के नजाउँ ब्लेम होइन रियालिटी हो पढ्दै गरोस् एउटा केही स्किल अब सरकारीको त अप्सनै छैन बेङ्गलोरमा पनि एउटा स्किल भएको मान्छे हामी जस्तो छैन बेस्ट जिन्दगी जिइरहेछ सेलेरी बेस्ट रुम भाडा रुम उसको बेस्ट छ होइन फ्ल्याटमा बस्छ आउनु जानु आफ्नो गाडी छ वा अटो सोटोमा जान्छ हामी जस्तो यहाँ भगायो उहाँ भगाइ छैन उसको अफिसभित्र एसीभित्र काम छ हो जसले एउटा स्किल सिकेर आएको छ अझै पनि उनीहरूको लागि बेस्ट नै ड्युटी छ होइन तर केही कमी होला उनीहरूको तर हामी जस्तो खचेर लडेर मरेर मरिन्जेल गरेर त्यस्तो चाहिँ काम गर्न पर्छ छैन होइन त्यसैले मैले त्यही भन्छु एउटा स्किल चाहिँ सिकेर आउँदा चाहिँ बेस्ट हुन्छ र यहाँ ठाउँ पनि छ तपाईँलाई जुनै पनि आउने त्यसको लागि बेस्ट सिटी हो बेङ्गलोर बेस्ट ठाउँ पनि हो जबको लागि बेस्ट नि तर बेङ्गलोर जाने काम भेटिहाल्छ नि हाम्रो गाउँमा दिदीहरू कोही बेला रिसाएर यति गरेर अब घरमा त हुन्छ सब्जी राम्रो हुँदैन रिस डिमोटिभ हुन्छ नि होइन यति मेहनत गरेँ सब्जी राम्रो छैन यो राम्रो छैन मन भन्नुहुन्छ कि मलाई यतै काम खोइदामा त थालबाटै मस्काउने पनि भेट्छु गर्छु होइन त्यो जबको लागि मैले कुनै भनेको त्यो पनि राम्रो छ सेलेरी बेस्ट छ तर त्यो बुढाबुढी मान्छेलाई वा एउटा बिहे गरेको उयोहरूलाई तिनीहरूलाई एउटा उयो सेन्स पनि छ भन्नु होइन तर एउटा एजुकेसन वा एजुकेटेड भएको मान्छे त्यस्तोले जे पाइ त्यही गर्ने नि बेङ्गलोरमा जे पाइ त्यही गर्ने भन्नु चाहिँ अलिकति मलाई चाहिँ लाग्छ होइन अझै यत्रो साल एजुकेसन पनि अझै एक साल लिन्छु अब क्रोसमा त्यो बेटर जब भेट्छु म भने हो र भेट्छ पनि ए भेटेँ भनेर किन भेट्दैन यहाँ सबै भेट्छ यहाँ अब हामीसँग केही छैन र हामीले जता लडा धेरै ढल्क्यौँ उपाय छ नढल्की भएको छ आफूले देखाउनु सकेको छ त हो म
म गर्ने भनेर उताबाट जा भनिदिन्छ नि अनि गएर कसकोमा बस्नु कसले लाग्छ यहाँ हजुर फेरि त केही पाइन्न पाइँदैन अनि त्यही हो अब आउने भनेको र सानो उमेरमा आउनु पनि जरुरत छैन आरामले आउनु मजाले बुझेर आउनु पैसाको भेल्यु बुझेर आउनु होइन पैसा भनेको के हो नोकरी भनेको के हो कसरी सेभ गर्ने कसरी के गर्ने त्यो सब बुझेर आयो भने म भन्छु त्यो जेनेरेसनको त्यो मान्छे चाहिँ 10 सालभित्रमा त्यसले ब्याक टु होम हुनसक्छ राम्रो सेभ गरेर म चाहिँ त्यो चाहिँ भन्न सक्छु दाबी लगाउन सक्छु त्यो हावामा आयो त्यो हामी जस्तो आयो 100 दिने भने के हुँदैन हुन्छ र हुँदैन होइन आजभन्दा 5 वर्ष अगाडि आउँदा जे थियौँ त्यही छौँ अहिले 5 वर्ष अगाडि आउँदाखेरि महिनाको एन्डमा सेलेरी आएको थियो अहिले पनि महिनाको एन्डमा सेलेरी आइरहेको छ बस त्यति नै हो अनि वर्षमा एक दिन भाडा गयो घरहरू माइता गएको जस्तो हो त अनि त्यति बेला चाहिँ अलिकति दुःख पनि लाग्छ यार कोही बेला दुःखै हो नि दुःख किन होइन भन्न त अब हामीहरूले पैसाको लागि जिन्दगी आफ्नो जुन चाहिँ हुन्छ नि बचपना गरिब मान्छे कष्टमा बिताइयो अनि जवानी पैसाको पछाडि बिताइयो होइन अझै पनि त्यही पैसाको पछाडि बिताइँदैछ जिन्दगी कहिले जिउने खोइ बिहे नगरे यस्तो छ हो त बिहे भने के हुन्छ होला के हुन्छ होइन हामी सायद जिन्दगीको धेरै सिरियस लिएर पनि होला अब नलिउ पनि कसरी नलिउ पछाडि जिम्मेदारी दुनियाँ भर्छ अनि कसरी अनदेखा गर्नु वा इग्नोर गर्नु भन त सक्छ तिमी होइन सकिँदैन इग्नोर गर्नु होइन परिस्थिति नै लडेर आइरहेछ पछि आइरहेछ त्यसलाई त अब खेल्दै खेल्दै वा एउटा खाल्टा खुनी त्यसलाई उडेर आउनु पर्यो नि त जब पुरो हुन्छ तब जिन्दगी जिउँला भन्ने आशा सबैको यहाँ सबैको त्यही आशा छ ठिक्कै एउटा खाल्टा पुरिसकेको हुन्छ अर्कोमा भत्केर यत्रो खाल्टा भइरहेको हुन्छ अब यसलाई पुर्छु भने फेरि अर्को गरिदिन्छ त्यही त भइरहेछ त्यही अनि त्यसपछि ल यहाँ सेलेरी बढ्छ वर्षमा एकपल्ट वा इन्क्रिमेन्ट हुन्छ सेलेरी बढ्छ खाल्टो ठुलो हुन्छ उता होइन खाल्टो ठुलो हुन्छ उता अनि के मिनिङफुल भयो के मिनिङ सेलेरी बढेको के फाइदा भयो आजभन्दा बाहिर निस्केको एक्ज्याक्टली बाहिर निस्केको आज 10 वर्ष भयो म हजुर पनि त्यही हो 10 वर्ष भयो 10 वर्ष अगाडि एउटा जुन चाहिँ सेलेरी पाइन्थ्यो त्यो सेलेरीको हिसाबले अहिले 4 गुणा बेसी सेलेरी छ हो त 4 गुणा अनि 4 गुणा बेसी सेलेरी छ अनि खोइ अनि त्यो अनुसारले त नि 4 गुणा सेलेरी बढेको छ हैन त्यो अनुसारले त अनि आफ्नो लाइफस्टाइल वा सबैले चेन्ज हुनु पर्यो नि एटलिस्ट 1% त ल सबै त चेन्ज नहोस् बैंक ब्यालेन्स हुनु पर्थ्यो नि त खोइ त च्यापकोटे भनेको त्यो एउटा मिठो एउटा उतो भन्दैछ नि तैँले एउटा एक्जाम्पल लुटी ल्यायो भुटी खायो त्यो एक्ज्याक्टली फिट हुन्छ के त्यो हाम्रो मावाले भाले झ्याङ ल्यायो बिस उठेपछि लुटी ल्यायो भुटी खायो तिमीहरू चाहिँ भन्नुहुन्छ कि होइन अब त्यसको मिनिङ बहुत डिपमा गर्ने होला बहुत राम्रो छ होइन बहुत दिमाग हिट गराउने छ तर यसरी भन्दाखेरि एउटा मजा जस्तो एउटा मुहावरे जस्तो हुन्छ होइन तर फिट बसेको छ नि त हो त आजको हामीको जिन्दगीमै त होइन त गयो लुटो अनि फेरि हरेर कमायो फेरि आयो खायो गयो फेरि गयो अब लुटेको भने माथि होला पैसा खानु पर्छ त्यो सकिहाल्छ होइन सकिहाल्छ नि त त्यही त अब के गर्नु अब यसलाई इग्नोर गर्नु सकिँदैन होइन त्यही भएर ल यस्तो नि त यो चाहिँ नभने के लुटी ल्यायो भुटी खायो लुटी ल्यायो भुटी खायो सपना त अब सबैको त्यही छ नि चाहना त म पनि एक दिन त यो यसमा हिँड्छु वा यो बनाउँछु यो यसमा यस्तो बनाउँछु भनेर सबैको सोच छ होइन तर मलाई लाग्छ एउटा अब सोच मात्रै होइन त्यसमा हातमा पनि चढाउनु पऱ्यो केही ट्राई गर्नु पऱ्यो होइन अनि मात्रै केही होला नत्र भने त्यही हो हामी यहाँ बस्छौँ हेर्ने सोच्छौँ भरे ब्याक टु फेरि ड्युटी अनि ड्युटीमा फेरि बसिदिएपछि तपाईँ पनि फेरि त्यही हो त्यस्तै ड्युटी गर्छु कि किन आयो बेङ्गलोर त्यही फिलिङ आउँछ अनि फेरि छिटो आएपछि सबै बिर्सियो 10 दिनसम्म अनि फेरि किसिम गर्छ फेरि त्यही सोच रिपिटेड हुन्छ होइन र त्यो मेजोरिटीको लाग्छ मलाई चाहिँ लाग्छ हामीलाई लाग्छ त्यही हो नि त्यही हो अब पैसा भइया त मलाई गाली गरेर मलाई लाग्छ फिल लाग्दैन दुःख लाग्दैन दुःख लाग्दैन अब पैसा सकिँदै जान्छ हो उता गाली गर्दै आउँछ अनि दुःख हुँदै आउँछ कि किन आएछु किन भन्नु कति गर्नु पर्यो भोलि यार कति गर्नु होइन त्यो फिल्म यो आउँछ कि यस्तो हुन्छ कि यार यति नै कष्ट मैले घरमा गएर गर्नु भने पनि पैसा कमाएर मलाई राम्रो लाइफ दिन्छ घर छोडेर यत्रो टाढो आएर पनि यसको यति गाली सुन्नु एटलिस्ट यसको गाली त सुन्नु पर्दैन थियो भन्ने एउटा त्यो सबैले आउँछ किन भन्छ होला त्यो सब त अब एउटा नर्मली सोच्छु तर मलाई चाहिँ लाग्छ एउटा के दुःख लाग्छ भने यति दुःख आएर किन मलाई दुःख लाग्छ भने होइन अब रिसेन्टली अब जुन हाम्रो मेरो बडा भाउ ठुलो भाउ त्यो डेथ हुनुभयो त्यो टाइममा होइन इमर्जेन्सी जानु पऱ्यो 3 दिनको रास्ता ऊ
उता फ्ल्याटको दाम यति 20,000 22,000 छ। अब हामी मोस्ट मान्छे कसरी एफोर्ड गर्नु सक्छु 20,000 एउटा प्लेनको टिकट काट्नु परिवारले, तर आफ्नो इन्कमले चाहिँ त्यता एफोर्ड गर्दैन। इन्कमले एफोर्ड गर्दैन। ट्रेनमा जाउँ 3 दिन लाग्छ। 3 दिन लाग्छ। पुग्नु पर्ने चाहिँ भरे बेलुकै नत्र भने देखिँदैन बालाज भेटिँदैन जे पनि होइन उसको पनि त्यो मेरो मात्रै घटना नै यहाँ जति आउनु आएको छन् मेरो चाहिँ सबैले भोगेको छ बा कुनैले भोग्छन् त्यो सबैको रिलेटेड हो यो होइन। त्यहाँ चाहिँ अलिकति दुःख लाग्छ कि होइन यति दूर आएर हो त्यो टाइममा जानु पाएन, कसैको बिहे भयो, कसैको कहाँ दसैँ तिहार भयो होइन सेलिब्रेसन त्यो त हामीले त एकदम पानी समातेर छोडेर आएको जति भएको छ नि। अनि त्यति बेला लाग्छ कि यार पैसा कमाउनु के मतलब गर्नु, जुन पैसाले खुसी दिन सकेन, जुन पैसाले समय पुऱ्याउनु सकेन होइन, जुन पैसाले पुग्नुपर्ने पुगाउनु सकेन त्यो टाइममा, अनि यहाँ आएर कमाएको पनि मतलब कुनै लाग्छ मिनिङलेस लाग्छ मलाई चाहिँ। तर फेरि सोच्छु अब घरको परिस्थिति देख्यो त्यसो देखेर गएर भएन गर्नै परेको छ। फेरि उता हामीलाई छोरा मान्छे कमाउने जात भन्छन् होइन, अनि गर्नै पर्छ नि। कमाए इज्जत छ नकमाए इज्जतै छैन। त्यही हो अब सबैलाई हो गर्दै जाउँ। र यो भिडियो कस्तो लाग्यो तपाईँहरूलाई भन्नु होला कमेन्टमा, र मन परायो भने लाइक गर्नु होला र हाम्रो च्यानल सब्सक्राइब गर्नु नबिर्सिनु होला। हामी यसरी नै हाम्रो गफको माध्यमले भयो होइन, हामी यसरी नै कुरो गर्दै कि एउटा नलेजेबल कुरो पनि हुन्छ, हाँसी रमाइलो पनि हुन्छ बेला मौका होइन। त्यही तरिकाले हामी भिडियो ल्याइराख्नेछौँ, च्यानललाई सब्सक्राइब गर्नु होला। अनि आजको हामीहरूको कुरोमा के मन पर्यो, के राम्रो लाग्यो बा के अलिकति होइन यस्तो होइन यस्तो हो भन्ने खालको हजुरलाई केही भाव आउँछ भने तल कमेन्ट सेक्सन खुलै छ, त्यहाँ लेख्न सक्नुहुन्छ। र एउटा कुरो चाहिँ नबिर्सिनु होला, तपाईँको बेङ्गलोर साथीले चाहिँ पक्कै भिडियो सेयर गर्नु होला है त। अनि उहाँले पनि लेख्नु होला उहाँको आफ्नो बेङ्गलोर लाइफ मजा छ न सजा छ त्यहाँ थाहा हुन्छ। ल आजको लागि यति नै, भेटौँला अर्को भिडियोमा, त्यतिको लागि बाई।